यहाँले देखिरहनु भएको यो एउटा झार हो, वनस्पति हो। यसको नाम के होला, यसले के काम गर्छ होला, मानव स्वास्थ्यको लागि यसले कतिको फाइदा छ होला, मानव जीवनमा यसलाई प्रयोग गर्यो भने के फाइदा होला भनेर तपाईहरुलाई जिज्ञासा छ भने आज तपाईहरुलाई यसको बारेमा म पुरै मैले जे भोगेँ त्यो सबै मैले जे भोगेँ, कसरी प्रयोग गरेँ, के को लागि प्रयोग गरेँ र कतिको फाइदा छ, कतिको बेफाइदा छ, यसको बारेमा सबै डिटेलमा भन्ने छु। तपाईहरुले चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु पर्ने छ, किनभने बीचमा स्किप गर्नुभयो अथवा कट गर्नुभयो भने यो यसको महत्त्व बुझ्नु हुने छैन। महत्त्व बुझ्नु भएन भने र यसले महत्त्व बुझ्नु भएन भने यसले चाहिँ के काम गर्छ भनेर चाहिँ तपाईहरुले थाहा पाउनु हुने छैन। र अब यो झार चाहिँ तपाई हाम्रो खेतबारीको कान्ला आली डिलतिर, खोल्सा खाल्सीतिर अथवा रेगुलर पानी बगिरहने ठाउँको वरिपरि अलि बढी चिस्यान हुने ठाउँमा चाहिँ देखिन्छ। यसको नाम चाहिँ घोडताप्रे हो। यहाँहरुले कतिले चिन्नुभयो, सबै चिन्ने जति सबैले घोडताप्रेकै नामले चिन्नुभयो होला। र यसलाई चाहिँ इंग्लिशमा गोटुकोला अथवा पेनीवोट भनिन्छ भने हिन्दीमा चाहिँ बारामी भनिन्छ। यो चाहिँ मानव स्वास्थ्यको लागि एकदम फाइदा लाग्ने आयुर्वेदिक जडीबुटी हो। यसले मान्छेको पैतालादेखि शिरसम्मको लागि सबै फाइदा हुने मात्रै काम गर्छ। तपाईहरुको पेट सम्बन्धी कुनै पनि समस्या छ भने यसले राम्रो गर्नेछ। जस्तै तपाईहरुलाई अपच हुने समस्या अथवा कब्जियतको समस्या छ भने यसलाई चाहिँ मजाले पिसेर झोल बनाएर अथवा काच्चै पात, डाँठ, जरा मिलाएर तपाईले ल्याएर धोएर मजाले चपाएर खानुभयो भने पेटमा आउने जति पनि समस्याहरू छ त्यसलाई चाहिँ समाधान गर्नेछ। त्यसैगरी टाउको सम्बन्धी जति पनि समस्याहरू छन्, अझ तपाईलाई विशेष गरी यसको महत्त्व भनेको दुधे बालकदेखि लिएर गएर वृद्धसम्मको चाहिँ जति पनि स्मरण शक्ति हुन्छ नि, स्मरण शक्ति चाहिँ तेजिलो गर्ने गर्दछ। यदि कसैलाई बिर्सने समस्या छ अथवा गरेको कुरा सम्झिँदैन भने उहाँहरुलाई चाहिँ यसको सेवन गर्नुभयो भने दिमाग तेजिलो बनाउँछ, फुर्तिलो बनाउँछ, स्वस्थ बनाउँछ र स्मरण शक्ति चाहिँ एकदम तेजिलो बनाउँछ। यदि दूध खाने बच्चा छ भने उहाँहरुको लागि चाहिँ पिसेर झोल चाहिँ थोपा थोपा गरेर खुवाउनु पर्ने हुन्छ भने अरूले चाहिँ यसलाई सफा गरेर पात, जरा र डाँठ मजाले चपाएर खान सक्नुहुनेछ। त्यसैगरी जति पनि मान्छेको लागि खतरनाक रोगहरू छ नि, जस्तै कलेजो सम्बन्धी रोग, किडनी सम्बन्धी रोग, मुटु सम्बन्धी रोग त्यस्तो छ भने अथवा त्यस्तो आउन लागेको छ भने यो रेगुलर सेवन गर्नुभयो भने, रेगुलर खाने गर्नुभयो भने ती रोगहरूसँग लड्ने क्षमता चाहिँ वृद्धि गराउँछ र ती रोग लाग्नबाट बचाउने कोसिस गर्दछ। त्यसैगरी रुगा लागेको छ, खोकी लागेको छ अथवा टन्सिल भएको छ भने पनि तपाईहरुले यसलाई मजाले चपाएर चाहिँ खानुभयो भने त्यसको लागि पनि जाती गर्नेछ, राम्रो गर्नेछ। यदि कोही कसैलाई अनिन्द्रा छ अथवा जुम्म बनाउँछ भने यसको पात चाहिँ मजाले चपाएर खानुभयो भने पनि त्यो अनिन्द्रा चाहिँ हटाउनेछ, अनिन्द्राको रोगबाट मुक्त गर्छ। त्यस्तै गरी तपाईहरुलाई कतै लडेर ठोक्केर चोटपटक लाग्यो र ब्लड आइरहेको छ, रगत आइरहेको छ भने
रगत आउँदा आउँदै यो घोडताप्रेलाई चाहिँ तपाईले पिसेर चाहिँ यसको झोल चाहिँ रगत आएको ठाउँमा लगाउनु भयो भने रगत आउन पनि बन्द गर्नेछ। विशेष गरी यसले चाहिँ टाउकोको दिमाग सम्बन्धी चाहिँ एकदम राम्रो गर्नेछ। हाम्रो स्मरण शक्ति एकदम फुर्तिलो बनाउनेछ, स्मरण शक्ति राम्रो बनाउनेछ। त्यसैले यो एउटा भनाइ पनि के छ भने यदि बच्चाहरूलाई तपाईहरुले यसको झोल बनाएर रेगुलर मिलाएर खुवाउनु भयो भने बच्चाहरूको दिमाग चाहिँ कम्प्युटर सरह बनाउँछ भन्ने एउटा भनाइ पनि छ। यो घोडताप्रे भन्ने झारको महत्त्व चाहिँ एकदम बढी छ। त्यसैले तपाईहरुले पनि यसको महत्त्व बुझ्नु होला र यदि तपाईहरुले मेडिकल अथवा मेडिकलबाट ल्याएको औषधि एलोप्याथिक औषधि छ नि त्यो औषधि खाँदाखेरि तपाईहरुलाई अलिकति पनि डोजमा तलमाथि भयो भने अथवा 1 ग्राम मात्रै 1 mg मात्रै त्यो डोज चाहिँ तलमाथि भयो भने त्यो औषधिले काम गर्दैन अथवा साइड इफेक्ट गर्छ भने तपाईहरुले यसलाई चाहिँ खाँदाखेरि चाहिँ यदि तपाईले अलिकति बढी खानुभयो अथवा अलिकति थोरै खानुभयो भने पनि यसले साइड इफेक्ट चाहिँ केही गर्दैन। भन्नाले यो झार तपाईहरुले कसैले खानुभयो भने यसले बेफाइदा भन्ने चीज चाहिँ एउटा केही गर्ने छैन। यसको बेफाइदा भन्ने चीजै छैन। यसले जति पनि गर्छ सबै फाइदा मात्रै गर्नेछ। यसको बेफाइदा भनेको यो चाहिँ अलि तितो तितो टर्रो टर्रो खालको हुन्छ। यदि कसैलाई तितो तितो टर्रो टर्रो खालकोले बमिट हुने अथवा उल्टी हुने गर्छ भने एउटा बेफाइदा भनेको त्यो मात्रै हो। त्यसैले यहाँहरुले बुझेर चाहिँ यसको महत्त्व बुझेर चाहिँ सबैले बारी छ। यहाँहरुलाई अन्तिममा एउटा कुरा के भन्छु भने नि यो सबै सिजनमा जुनसुकै सिजनमा सबै ठाउँतिर उपलब्ध नहुन सक्छ। यदि यो उपलब्ध भएको ठाउँबाट चाहिँ हजुरहरुले यसको जरै समेत उखालेर ल्याएर चाहिँ तपाईहरुले यसरी मजाले पखालेर चाहिँ सफा बनाएर चाहिँ डाइरेक्ट घाम नलाग्ने गरी यसरी सुकाएर चाहिँ यो सुकेपछि चाहिँ मजाले मिक्सचरमा अथवा केहीले कुटेर चाहिँ धुलो बनाएर चाहिँ तपाईहरुले स्टोर गरेर पनि राख्न सक्नुहुन्छ र तपाईहरुलाई अप्ठ्यारो अथवा गाह्रो साह्रो परेको बेलामा मजाले त्यो धुलोलाई चाहिँ निकालेर तातो पानीमा हालेर पनि सेवन गर्न सक्नुहुनेछ है त। यदि हजुरहरुको वरिपरि छैन अलि टाढै छ भने यसरी उखालेर ल्याएर तपाईहरुले स्टोर गर्न सक्नुहुनेछ है त। यहाँहरुलाई मैले जानेको बुझेको मैले भोगेको मेरो अनुभव शेयर गरेँ। अब भिडियो मन परेमा अथवा मेरो अनुभव मन परेमा भिडियो फाइदाजनक लागेमा अथवा इन्फर्मेटिभ लागेमा लाइक गरिदिनु होला। त्यसैगरी यो भिडियो चाहिँ हजुरहरुले मात्रै हैन अरु कसैले पनि हेरोस् अरु यसको महत्त्व अरूले पनि बुझोस् भन्न चाहनुहुन्छ भने शेयर गरेर चाहिँ सामाजिक सञ्जालतिर पोस्ट पनि गरिदिनु होला। र भिडियो सम्बन्धी कुनै जिज्ञासा अथवा मलाई केही सल्लाह सुझाव दिनु मन छ भने कमेन्टमा चाहिँ कमेन्ट गर्न पनि सक्नुहुनेछ। र हजुरहरुमध्ये कोही नयाँ हुनुहुन्छ भने मेरो भिडियो चाहिँ यो भिडियो चाहिँ पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइबको बटनमा सब्स्क्राइब गर्नु होला र त्यससँगै एउटा सानो घण्टी आउनेछ त्यो घण्टीलाई चाहिँ टुच्च छोइदिनु भयो भने यसपछि आउने भिडियोहरु चाहिँ सबैभन्दा पहिले तपाईकोमा आउनेछ र तपाईले नै पहिला हेर्न पाउनुहुनेछ भन्दै बिदा हुन्छु। हस्त नमस्ते।